हेलो गाइस, वेलकम टु ब्याक माई च्यानल डिजरको पेन च्यानलमा हजुरहरूको स्वागत छ। र आज चाहिँ इभिनिङ टाइममा चाहिँ एक्लै हिँडिँदैछ। सबै साथीहरू छोडियो कि र अहिले म यहाँ आन्टीहरूको घरतिर जाँदैछु। आन्टीको उसको त्यो उहाँ पुऱ्याइदिनु छ अरे कि, त्यही कारण जाँदैछु। आई होप गाइस हजुरहरू सन्चै हुनुहुन्छ भनेर मैले आशा राखेको छु। र सन्चै गर्नु, सुविस्ता गर्नु। हजुरहरू मेरो च्यानललाई सब्सक्राइब, सेयर, लाइक, कमेन्ट सब गर्नु नभुल्नु होला। र फिलहाल म स्कुटीको सामने आइपुगेँ र स्कुटी यो घरमा छोडेर आइसकेँ। र यता अङ्कुलले के गर्नु हुँदैछ भनेर हेर्न आएको छु कि यो जलाको कोइरा निस्काउनु हुँदैछ कि क्या? ए भाइ, तिमी त भैँसी भइसौ त पुरै माटोमा दलिएर। ए हे शिवान्श, तिमीलाई त खाँदै देखिँदैछ त। चिवान्श, ओ चिवान्श, तिमी त खतरै देखिँदैछौ त। अरे यसो गर्दै त चिवान्श, यस्तो गर्दै हाई भन्देऊ त, हाई भन्देऊ न। यहाँ हेर्न सक्नुहुन्छ गाइस, यहाँ पुरा बाल्टाङ भुल्टुङको खेल चाहिँ के हुँदैछ भने पुरा माटो खनेर चाहिँ नि यता हेर्न सक्नुहुन्छ। यत्रो बुढो भएर पनि ऊ पनि बाटो खेलिराख्नु भएको छ। र अरे केटाकेटीहरू किन नखेलोस् र। र यता हाम्रो दादाले काम गरिराख्नु भएको छ। हजुर, तर दादाको काम हुन्छ होला अलिक दिनको बादमा, अलिक दिनको बादमा हुन्छ होला। र खुकुरी बनाउनु चाहिँ धेरै मेहनत छ कि दादाले यहाँ कति मेहनतले गर्नु हुँदैछ हेर्न सक्नुहुन्छ। एउटा खुकुरी चाहिँ उता रेडी भइसकेको छ र पुरै तातै रहेछ कि हेर्न सक्नुहुन्छ। तातो छ, अहिले भर्खर गरेको होला। र धेरै मेहनत छ खुकुरी बनाउनेमा। लिनु छ भने आउनु सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ, यो के भन्छ 6 नम्बर शान्तिपुर, यो सनराइज अलिकति अगाडि आउनुपर्छ। र अगाडि आएपछि हल्का एउटा टार्लिङ भेट्छ। टार्लिङ भेटेको बादमा तपाईँको अपोजिट घर जुन चाहिँ यहाँ आरन सामने देखिन्छ, लिनु सक्नुहुन्छ। र अङ्कलले बहुत राम्रो राम्रो खुकुरी बनाउनुहुन्छ र सपोर्ट हाम्रो दादा गर्नुहुन्छ। र दादाले पनि बहुत सहायता गर्नुहुन्छ यता अङ्कलको। हो कि होइन चिबान छ भने? चिबान हो कि होइन भन र। र घाम डुब्ने टाइम भइसक्यो, सानसानो हुने टाइम भयो। र काम धाम चाहिँ छैन कि यस्तै भिडियो बनाउँदै घुरो, यही हो हाम्रो काम चाहिँ। बहिनीहरूको घरतिर पनि धेरै दिन भयो नगएको र आज जाइँदैछ। अहिले पुरै चेन्ज भइसक्यो जग्गा पनि, पहिला जस्तो छैन कि गाइस। 6 नम्बर टाउन हुँदै जाँदैछ कि। र यता पनि घर बनिँदैछ अहिले पकाएको, बााउन्ड्री वाल लाग्छ अरे पास चाहिँ। र ठुलो बहिनी त उता नरबाडी गइहाल्यो नि। र सानो बहिनी चाहिँ ट्युसन पढाएर आइथिन होला सायद। र हेर्न सक्नुहुन्छ यहाँ बराबरलाई पढाएर आइथिन् बहिनीले। यहाँ ट्युसन मास्टरलाई हेर्न सक्नुहुन्छ, ऊ टाउको तला गरेर। र यहाँ हेर्नु कस्तो यिनीहरूलाई पुरै दरो पुरा कुट्दै पढाउनु है, नपढे पढ्नु बेसी उयो गऱ्यो भने चाहिँ। ए थती, मेरो युट्युबको लागि के भन्दैौ त तिमी? मेरो फ्रेन्डहरूलाई के भन्दैौ त? एउटा कुरो भन्दैौ त? भन्दैनौ? लाइक कसरी गर्छ यस्तो भन न, लाइक गरिदिनु भन त। अनि यो प्यारे प्यारे बहिनीहरूको लागि गाइस सब्सक्राइब चाहिँ गर्नु, लाइक पनि गरिदिनु है। कमेन्टमा लेखिदिनु कस्तो छ हाम्रो बहिनी भनेर। र एकजना यता सरम त भन्नु पर्दैन, यति लागेको छ। ऊ बहिनी पनि दाँत चाहिँ थती रहेछ नि, फेरि प्यारो लाग्दछ नि बहिनीलाई पनि। भन्देऊ त मेरो लागि केही भन्देऊ त, मेरो फ्रेन्डको लागि केही भन्देऊ त। र हाम्रो यता तल्बी बहिनी म भन्नु पर्दैन, उसलाई हाँसी आउँदैछ बहुत। गाइस हेर्न सक्नुहुन्छ, यही हो यिनीहरूको पढाइको। अब अहिले पढाइ गराउने भएपछि राम्रो भविष्य राम्रो हुन्छ कि। पढ्नुपर्छ, राम्रोसित पढ्नु।
र ट्युसन मास्टरले यत्रो लम्बा लट्ठी पो लिएर बस्दो रहेछ नि त सानो बच्चाहरूलाई बेसी गर्नु हुँदैन नि म यहाँलाई पो पढाउनु पर्छ त स्टुडेन्टहरूलाई बा उसलाई पो पिट्नु अरे थतीलाई ओ उसलाई पनि आफै पिट्नु पो भन्छन् त ए र यो एकजना खोइ तिम्रो कपी हेर खोइ यो के गुट्का खाँदैछौ क्या दाँत त हेर त र एकजना भाइ पनि ऊ पनि थतै पो रहेछ नि त फेरि या त फेरि थतै थतिनीहरूको उयो पुरै ग्याङ पो रहेछ त नि सो गाइस यही हो आजको लागि यति नै मेरो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला र आजको लागि टाटा एन्ड बाई बाई भेटिन्छ नेक्स्ट ब्लगमा